हेलो गाइस, आज चाहिँ विश्वकर्मा पूजा हो अनि हामीले घरको सबै बाइकहरुको गाडीको पूजा गरेर अहिले हामी दोकानको पूजा गरेर हामी अहिले फ्याक्ट्रीतिर जाँदै छौं केरखातिर। अनि यहाँ म मेरो बहिनी त्यहाँ अर्की बहिनी छ देखाउन सक्दिन। अनि यहाँ बहिनी उता हेर्दैछ अनि यहाँ काका हुनुहुन्छ, यहाँ काकी हुनुहुन्छ, यहाँ आप्पा हुनुहुन्छ अनि बुवा गाडी चलाउँदै हुनुहुन्छ। अनि हामी अगाडि हिँड्दै नै छौं, हामी केरखा जाँदैछौं। अहिले बाटो हेर्नु आज त शीतल मौसम छ, आनन्दले जान सकिन्छ होला। आज त धेरै कुरा खाइन्छ। घरमै मैले बुनिया निम्की अनि भुजिया खाएर आएको, तर अब फ्याक्ट्रीमा पनि जान्छ। आज त खाना पनि त्यही हुन्छ होला हौ, खाजा त त्यही भइहाल्यो। अब के गर्ने, अब यहाँ अर्को बाटो आइपुग्यो। यो भनेको कमल गाउँपालिका देवी चौन निक्लिने बाटो। हाम्रो मूल घर यही छ। अनि